खुसी लाग्यो ल ठ्याक्क भेट्ने प्लान चाहिँ ठ्याक्कै भेटिहाल्यो 500 अनि ऊ 400 500 फालेको चाहिँ यो यहाँ पनि फाल्छ यहाँबाट जाने भाइ जाउँ आँगनतिर टुटुङ स्टपी हान्छ क्या हेलो हेलो साथीहरू अहिले चाहिँ हामी बाइक तातिर टक्क रेस गर्दैछौँ यता त्यो छ हाम्रो ददे डन सहयोग अहिले चाहिँ हामी रेस गरेपछि हिँडिसकेको छ यहाँ चाहिँ बाटो खुब्लुक्क आउँछ टुब्लुक्क माथि तल फेरि यहाँ पनि तल जानुपर्ने हुन्छ फेरि माथि 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 अनि फेरि सल गरेर हिँड्छ ओहो यहाँ चाहिँ त घर पनि रहेछ दामी दामी यहाँ चाहिँ यसो सुताउनुपर्छ बाइकलाई ओइ यहाँतिर चाहिँ मको सानसानो रहेछ अनि बुद्धमाला पनि देख्न सक्नुहुन्छ तपाईँले बारीमा ग्राभेल बाटो पनि घिचिचिचि घटटटटट हुन्छ क्या पछाडि लोड भएर मलाई त्यस्तो इफेक्ट भएको छैन पछाडि त डेन्जर इफेक्ट भएर होला अहिले चाहिँ हामी यता चाखुरी भन्ने ठाउँमा आइपुगिसकेको छ चाखुरी टाटामा चाखुरी फुटबल ग्राउन्ड यताबाट चाहिँ रुसी खोला जाने बाटो यो बाटो चाहिँ टक्क रुसी कालदर भन्ने ठाउँतिर मङ्गलटारतिर पुग्छ तल हाइवेमा यही बाटो चाहिँ भोगुन्डे पुग्छ तर म आज भोगुन्डीतिर जाँदैन यता डाँडातिर चिउखातिर जान लाग्यो चिउखा मिनवारतिर सो हेर्दै गर्नु होला है उकालो उकालो आयो उकालो कत्रो लु त रोडको बिचमा पनि राम्रो बाटो हुँदैछ हौ साथीहरू त्यो चाहिँ बाइकहरूले बनाएको बाटो हो क्या खासमा भन्नुपर्दा चाहिँ उता अगाडि खतरा बाटो छ त्यो चाहिँ हेर्दै गर्नु होला है रिक्स लिनु पऱ्यो यार खतरा रिक्स त्यहाँ खतरा बाटो छ माथिबाट चाहिँ गाडी आयो भने चाहिँ ड्याङ्ग ठोक्छ क्या फेरि डेन्जर ठाउँ छ क्या फेरि त्यहाँ चाहिँ अब एनएस पावर बाइकको कति पावर चाहिँ ट्राई गर्नु पऱ्यो है उता उकालो डेन्जरै उकालो छ क्या खासमा भन्नुपर्दा चाहिँ यताबाट चाहिँ लङ्गड होइन एक राउन्ड घुम्नु पऱ्यो यहाँबाट सिधै गयो भने चाहिँ माथि सर्टकट हो क्या यहाँबाट जाने भाइ जाउँ ल पावर दिन यार बाइकले त चढ्दैन क्या गइदिउँ समय समय चढ 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 उए दामी उकालो चाहिँ डेन्जर छ क्या डब रोडमा तान्यो भने डेन्जर कुरो हुन्छ यार चढ्यो चढ्यो साथीहरू तपाईँहरू नि तेमालतिर आएको छ भने तपाईँहरू यो बाटो ट्राई गर्नु होला म बिचमा चाहिँ ट्याक्क यो रेस नै बन्द गरिरहेँ मैले अघि किनभने यो रेकर्डिङ भएको चाहिँ भान लगाइसकेको छ होइन तर लास्टमा रेकर्डिङ भएको रहेछ रेड बल भएको छ यहाँ साइडमा टक्क लगाएर तेमाल टाइगर उयो तेमालको टाइगर रे त्यहाँ गाडीको नाम चाहिँ छुयो छुयो अहिले चाहिँ हामी टपमा आइपुगिसकेको छ टक्क लगाएर त्यस्तै नोभेम्बर अक्टोबरतिर चाहिँ यहाँबाट दामी हिमाल देख्छ क्या ठ्याक्क यो लेफ्ट साइडतिर यो राइट साइडतिर लेफ्ट साइड भनेछ फेरि यार के भयो दिमाग पनि मेरो दिमाग टाइम टाइममा फुस्किन्छ यार सेट सेट खतरो बाटो आउनु थियो आइसकेको छ अहिले चाहिँ हामी टक्क चिलपारामा हिँडिरहेछ बिग साउट आउट त्यो एनएस बाइक यो भ्लग कसैले नहेऱ्यो भने कोही कोही मान्छे हेरेको भने चाहिँ एनएस बाइक किनुस् होइन मेरो लागि त ठिकै छ इट इज अल गुड यो के थाहा छ ओए तँलाई के थाहा छ यो तलसम्म कोसीसम्म खनेछ क्या गहिरो तल तर पानी आएन पहिला एकचोटि आएको थियो अरे पछि आएन तलसम्म खनेछ अरे मैले सुनेको कुरा हो तर हो कि थाहा छैन पानीको लागि ठाउँतिर चाहिँ लास्टै पानीको लास्टै सर्टेज छ कि हाईतिर छ होइन हाई अल्टिट्युड त्यस्तै 2500 अप्रोक्स त्यही कारणले गरेर चाहिँ यहाँतिर पानी एकदम सर्टेज हुन्छ किनभने लाइक यस्तो खोल्सातिर खोला पनि हुँदैन क्या सानो सानो खोला पनि हुँदैन हाम्रो तलतिर ठुलो बर्सी लिएर चाहिँ टक्क साइड साइडमा खोला हुन्छ खोलाको पानी हामीले खान्छ होइन त्यसलाई सफा गरेर यहाँतिर चाहिँ अब पानी नै हुँदैन कि डाँडा डाँडामा होइन जङ्गल पनि हुँदैन लेक नै लेक हुन्छ त्यही भएर यहाँतिर चाहिँ पानी एकदम सर्टेज छ कोसीको पानीको प्रोजेक्ट पनि पहिला एकचोटि काम लागेको थियो अहिले चाहिँ फेरि अस्तिको बाढी पहिरोले गरे पुरो ओपो बिग्दैछ अरे क्या अब त्यो पानी पनि सुकिहाल्यो यहाँतिर मान्छेहरू एकदम डिफिकल्ट छ
जो हाम्रो तलतिर चाहिँ ठिकै छ यहाँतिर पनि छिटै राम्रो होस् भन्न चाहन्छु अझ हामी जान लागेको चाहिँ उता भन्ज्याङ हुँदै जानु लाग्यो भन्ज्याङबाट सिधै सर्टकट बाटो छ भन्दा थियो उता चुगा जाने चुगा मेनबाट जाने बाटो यत्रो नारायण थान उता कहाँ घुम्ने भन्दा त हामी सिधै पुग्छ नि त त्यही कारणले यहाँ चाहिँ बाटो यताबाट चाहिँ खतरा पिन्थली यो ठ्याक्कै बिचमा हो क्या बिचमा यतापट्टि पनि गएर यतापट्टि पनि गएर ठ्याक्कै डाँडा पिन्थली होइन त पिन्थली गाउँ सब हरियो भइसकेको छ अहिले चाहिँ टक्क लगाएर जहाँ त हेऱ्यो न हरियो न हरियो क्या झन् यो असार साउनमा त यो भन्दा पनि अझ गाडा हरियो हुन्छ क्या उयो स्कुटरले डेन्जर धुलो उडाइरहेको छ त्यहाँ अगाडि आमा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  अहिले चाहिँ हाम्रो रोसी साइबर भन्ने ठाउँमा पुग्नु लाग्छ त्यहाँ चाहिँ गुरु रेम्बोजीको स्ट्याचु छ होइन टक्क लगाएर चाहिँ हाम्रो रोस साइबर यसको एक्ज्याक्ट नाम चाहिँ मलाई थाहा छैन क्या अहिलेसम्म पक्क नजिक अमेरिक गियर डाउन गर्नुपर्छ क्या अनि गियरबाट ब्रेक लाग्यो भने चाहिँ टायर एकैचोटि लक हुँदैन अनि चिप्लिने चान्स हुँदैन क्या सबैजना त्यस्तो गर्नु होला ओहो यहाँ त बाटो बनाएछ त है यहाँबाट जाने यहाँबाट उता सम्म बनाएछ सिडी ओ कहाँ जाने सिडी हो त्यो अहिले हो जाने फर्किने बेला यताबाट चाहिँ हामी भन्ज्याङबाट जानु लाग्यो उता चुका भन्ने ठाउँमा बाटो थाहा छैन सोध्दै जानुपर्ने हुन्छ हामी पुरै बाटो चाहिँ राम्रो बनाएछ यति चाहिँ थाहा छ कहाँ पुग्छ यहाँबाट ओ हामी जाने त्यो लाप्चेबाट उता जाने कि तँलाई छाप डाँडा थाहा छाप डाँडा हो त्यहाँ जानु लाग्यो हामी खासमा यो बाटो मलाई थाहा थिएन हाम्रो दते साथीलाई थाहा रहेछ एकदम राम्रो लाग्यो अब हामीले कन्फ्युजिङको त्यस्तो टेन्सन छैन चिल पाराले राइड गरिन्छ यो बाटो चाहिँ एकदम डेभलप हुन लागेको रहेछ है साइड साइडमा पुरै बनाइसकेको रहेछ नालाहरू चाहिँ नालीहरू चाहिँ आमामा यो बाटो त छिटै पिच हुन्छ नि यो बाटो त ओभर हो यार एकदम यो बाटोमा चाहिँ चिप्लिन्छ एकदम चिप्लिँदैन होइन आनन्दले हिँडिन्छ प्रब्लम भनेर चाहिँ एउटा त्यही हो भन्ज्याङ के हो नि त उयो चाहिँ के हो ए देउराली भन्ज्याङ उकाली जाँदा पसिनाको धार ओ यो ठाउँ त फर्स्ट टाइम आएर म यार आमामा साँच्ची राम्रो रहेछ यार भन्ज्याङ गाउँ हामी देखिसकेको छ टक्क भन्ज्याङहरूले सबले भिडियोलाई कमेन्ट गर्ने होला लाइक भन्दा नि म भन्ज्याङतिर आएको छु नि त यो भिडियो हेरेपछि तपाईँहरूले टक्क लगाएर ओहो हाम्रो गाउँ भनेर कमेन्ट गर्ने होला है साथीहरू हाम्रो गाउँ भनेर मलाई लाग्छ नि त त्यस्तो हाम्रो गाउँ भने अन्त ओहो म साथीहरू गाउँतिर पुगेछ जस्तो फिल हुन्छ नि त अनि फेरि ओहो म रहेछ यहाँ त म रे अझ भैँसी जस्तै भैँसी यहाँ त म हो नि त ओहो यहाँ त बाढ लागेको रहेछ त हामी यहाँतिर चाहिँ फिक्स मालाको रुख छ क्या तलतिर आमामा जङ्गल रहेछ यहाँ यार उही उता हेरेर खाल्डा हेर्नै बिर्सेछ यार जङ्गल ठुलो रहेछ त यहाँ त यार आमामा यहाँबाट त बाघ पनि छिर्दैन त्यो डरै लाग्दैन यहाँभित्र त के अरे त्यो कुखुरा पाले पनि के हुँदैन क्या हामी फेरि खुसी टक्क ल्याएर हिँड्न छु बाटोतिर सरर पाराले आनन्दले चिलमा सरर उतापट्टि खतरा ठाउँहरू देखिरहेछ फर्स्ट टाइम जस्तो केही पनि राम्रो नहुने रहेछ केही पनि जिन्दगीमा यार फर्स्ट टाइम इज अलवेज बेस्ट के तपाईँहरू पनि फर्स्ट टाइम बेला चाहिँ एकदम सक्दो रमाइलो गर्नु होइन फर्स्ट टाइम नगरिकन सेकेन्ड टाइममा म रमाइलो गर्छु भनेर नसोच्नु होला तपाईँहरूले फर्स्ट टाइममा सक्दो रमाइलो गर्नु होला टक्क ल्याएर होइन अहिले नयाँ बाटोमा आइरहेको छु म होइन नयाँ ठाउँमा गइरहेको छु जहिले यो तेमालमा कति कहाँ गयो तेमालको ठाउँ कुनामा होइन तर ठाउँतिर चाहिँ फर्स्ट टाइम आइरहेको छ होइन त्यो साथीहरू बाटो एकदम ठिकै छ तपाईँहरू पनि एकदम लाइफमा घुम्नु होला तर फर्स्ट टाइम मेमोरिजलाई चाहिँ फर्स्ट टाइम कुरालाई चाहिँ जहिले इन्जोय गर्न सिक्नु होला देयर इज नो सेकेन्ड टाइम ओन्ली फर्स्ट टाइम इज रमाइलो जस्तो लागिरहेको छ मेरो पर्सपेक्टिभबाट तपाईँहरू के लाग्छ कमेन्ट गर्नु होला सय यहाँबाट सर जाने मेरो गाउँ देखिहाल्छ यहाँ टक्क लगाएर यो हो हाम्रो भन्ज्याङ भिलेज ऊ स्कुटर लडेछ त्यहाँ डेन्जर यो भन्ज्याङ होइन उते चाहिँ माउरे उते चाहिँ पोलुङ्गा होइन त्यो पोलुङ्गा त कहाँ मुनि त अनि यताबाट चाहिँ साप एङ्सिले त रहेछ आम्मा सिङ्गडी साप
खतरा डुलो हेऱ्यो रुख्दै हेर बुद्ध चित्त माल आम्मा दुईवटा रहेछ एउटा यो एउटा टक्क यहाँतिर भ्यूहरू खिचिसकेको छ हामीले यो हो भन्ज्याङमा भन्ज्याङ देउराली भन्ज्याङ भन्छ मान्छेहरूले यो ठाउँ हो क्या देउराली भन्छ देउराली चाहिँ होइन भन्ज्याङ चाहिँ हो देउराली चाहिँ जहाँ पनि भन्छ ठाउँ ठाउँमा देउराली जहाँ पनि भन्ने छ होइन भन्ज्याङ भन्ने ठाउँ चाहिँ यो भन्ज्याङ ठ्याक्कै आइपुग्यो हामी यार बाटो रहेछ त यहाँसम्म है यहाँबाट कता तलतिर होइन त ओइ भन्ज्याङ ओ माने प्रेमे हो यहाँ त स्कुल रहेछ दामी यार स्टुडेन्ट चाहिँ छैन रहेछ दामी रहेछ घाँस उम्रेको टक्क ल्याएर आहा डाँडामा आइपुग्यो डाँडामा सर अब चल्ला चाहिँ आनन्दले ठुलो छ त्यहाँ तलपट्टि चाहिँ पलुङ्गा मौरे आमामा यहाँ रोड भत्केछ यार ओ माई गॉड हेलो 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 के छ दाइ चिन्नु भएन क्या हो हामी तपाईँले मलाई माइक दियो भने त नि माइक एप्लिकेटर चुगा जान्ला चुगा जाने तपाईँ काठमाडौँ यता धेमालमा ल ल दाइ धेरै खुसी लाग्यो ल ठ्याक्कै भेट्ने प्लान नै ठ्याक्कै भेटिहाल्यो ल ल दाइ ल बिस्तारै तपाईँको यता मेम्बर होइन त भनेपछि आज चिउसम्म जान्छु ऊ तेमा ठुलो पर्सी तल छ नि त उताबाट यसरी घुमेर आएको यहाँबाट पनि पुग्छ त उता ए भेट्ने प्लान नै ठ्याक्कै भेटिहाल्यो होइन लगाएको दाइ फेरि एक सर्ट ल लगाएको दाइ ल राइट स्टेप 2 हिस्ट्री आइडियल भेट्न मन थियो ठ्याक्कै भेटिहाल्यो साथी हो हिस्ट्री आइडियल ब्रदर मलाई यो माइक गिफ्ट गर्नु भएको उहाँले चाहिँ टक्क लाएर जे आज प्लान थियो त्यही भइसकेको छ टक्क लाएर आँगनमै बाटो छ त यार धुलुक्क आँगनै भरि ओइ हिउँ झरी खोलाको चुका कटेर उतै पुग्छ क्या हो कहाँ आइपुग्यो यो आमामामा हो हुइ चाहिँ चुगा त्यत्रो टाढा होइन होला है ओइ के हो कस्तो भ्यू देखेँ यहाँबाट त ल अनएक्सपेक्टेड भ्यू यार ल यो मौसम अलिक सफा भएको भए त यार डेन्जर देखिँदैछ यहाँ त यार यसरी मौसम सफा हुनु भने फेरि आउनु पऱ्यो यार हेलो एभ्रिवान हेलो 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 खतरा भ्यू ठाउँ यहाँ सयो फुलैमाथि घुमेको भमरा फुलैमाथि घुमेको साथीहरू खतरा 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 भ्यूहरू खिचिसकेको छ हामीले टाढामा हामी जानु पनि ऊ परि पारिपट्टि चुगा भन्ने ठाउँमा छाप डाँडा भन्ने ठाउँमा सर आनन्दले यहाँ त पोखरी पो रहेछ यहाँबाट गयो त्यो आमा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  पोखरी त कुटुटुटु रहेछ नि त त्यहाँ त खतरा पोखरी बनिरहेको छ तपाईँलाई सुबि खेल्न मन लाग्छ भने चाहिँ त्यहाँ आउनलाई यो पोखरी बढी खेल्नलाई पारफ जोक ओहो ओ ओ पाहाडमा कर न एकचोटि कर न इगो न आएन यहाँ त माथि डाँडमा सब गाउँहरू खिचिरहेको छ मैले ड्रोन सट सल ल ल ल ल ल मैले धेरै जस्तो चाहिँ माथिपट्टि बाटो युज गर्छु क्या टक्क यसरी बाहिर हिँड्ने बेला पनि अगाडि बाटो भुल्दैन नि त भुल्यो भने भित्रतिर जान्छ नि त तलपट्टि त यसो जान्छ सर्ट तलतिर पुग्यो भने चाहिँ तनाव हुन्छ नि त तलबाट युज गर्नु पनि त्यस्तो गाह्रो त होइन टक्कै युज गरिन्छ टक्कै भिड हेरिन्छ तर तलबाट चाहिँ अलि रिक्स हुन्छ कि तलबाट पुरै भिड नै भिड हुन्छ नि त यहाँतिर पो अलि नर्मल छ नि त कोही ठाउँमा त भिड हुन्छ भिडमा टक्कै भिड हेऱ्यो भने त झन् रिङ्गो लाग्छ नि त त्यही भएर हामी चाहिँ सकेसम्म माथिबाट युज गर्छु अझै कर्नरिङ हान्ने ओइ भइ कर्नरिङ हानेको त झन्डै चिप्ले माने प्रेमे हो छेउ गरेर छेउमा कस्तो कन्फ्युज बाटो त
पुग्छ होला ओइ ढुङ्गा ढुङ्गा यार ओहो तलपट्टि दामी भ्यू रहेछ यार ओइ पुगिन्छ होला चुगा चुगा तलबाट त तल पुग्छ नि त अनि हामी तल जाने होइन ल त्यो फुटबल ग्राउन्ड सब गएछ त यो कोची छ त कोची ल्याम यता आउने यो अलि पहिला उता थियो नि कोही बर्खामा होइन यो रोड छ त रोड यो मेन रोड त्यो खस्न सक्छ क्या घरमा लगिदिउँ क्या हो हामी चाहिँ बाटो खोजिरहेको यहीँ रहेछ ठुलो मम्मी हो क्या जाउँ तलतिर आएछ यहीँ रहेछ अनि म चाहिँ कहाँ कहाँ जाऊँ यार छुवा मास्तिर होइन तलतिर चाहिँ गएन भन् न के बाटो हो यो नाकुरी त ल स्टपी हान्छ क्या उतै गइदिउँ उतै आँगनतिरै टुटुङ यसो आगे खालाङ खाइ क्याम खायो आफ्नो खायो चोरी तल अच्छा कहाँ भन्यो बाटो यहाँ पो रहेछ यहाँबाट बाइक मनपर्ने हुन्छ मैले अब यहाँ that off-roading है त गल्ती बाटो खाऊ नाङ्गो चुरी ए मुनु हाँ खाइ खाब दिम चु किचु चु मम हिँड मम हसो मम ल म ल साथीहरू अहिले चाहिँ हामी यहाँ चुगा भन्ने ठाउँमा आइपुगिसकेको छ अहिले चाहिँ हामी टक्क वडाइकरलातिर कृषिको बुद्ध चितवनको मालोको बारेमा एक्सप्लेन गर्दैछ अरे होइन मान्छेहरू काठमाडौँबाट खतरा मान्छे हो त्यहाँ अब जाँदैछौँ हामी दौडेर म चिल पार कति बाइक मिल्ने होइन कसलाई हिँड्नुपर्छ यहाँतिर त बाइक कुदाउँछ होला मान्छे यार कस्तो ओह्राल्दा साइकल यहाँ चाहिँ कति टाढा हो यो टोइलेट गराउने घर चाहिँ कहाँ माथि छ टोइलेट यहाँ रहेछ पानी खानु मन रहेछ मलाई ग्यास लागिरहेको पसल होला यहाँ तपाईँहरूको साथीहरू देख्न सक्नुहुन्छ तपाईँहरूले साथीहरू यहाँ किन रिसाएको यहाँ बाख्रामा मन्दिर आफ्नो पर्सनल होला कि आफ्नो मात्रै पूजा गर्ने अलिक पूजा गर्नु काली देवी सबले ढोकिदिनु होला सबैले होइन भगवान् सबै चिज राम्रो होस् आजको दिन सफल रहोस् सही हो त्यहाँ हल्ला भइरहेछ हल्ला भएर जानुपर्छ कि हामी लड्छ दिन्छ उभिन्छ तयारी सबैवटा खल्ला है मलाई के भन्नु
एउटा कल्लाइ खतरा भइरहेको छ कि कलबी के छ हिरो सबै ठिक छ कतिखेर आयो हाम्रो सिधै माथि जान लाग्यो पछि आम्रेले रोक्यो सिको त हामी उता भन्दा होइन कि उता लामा गएपछि झन्डै पुग्यो अनि यहीँ आयो भने देख्दो रहेछ माथितिर गएको थियो कि हामी चाहिँ ध्यान नगरिकन माथि जान लाग्यो क्या यहाँ प्रोग्राम छ क्या के लागि यो प्रोग्राम यो साबुन बनाउने ल अनि के अरे त्यो के भन्छ डम्फु तामाङ सेलरोटी त्यो पनि बनाउने त्यो अनि मालाको ग्राफ्टिङ कलामी हेरौँ न त एकचोटि मिल्छ यो चाहिँ साबुन बनाएको यो साबुन साबुन ए साबुन बन्दो रहेछ यहाँ ग्राफ्टिङ गर्ने प्रोसेस त हामी देख्न पाएन यस्तो छ बिचमा काटेर बिचमा घुसाएछ क्या जो छ नि हावा नछिर्ने हिसाबले बन्द गरेछ बन्द गर्ने ठिक चार्ज भिडियो बनाउने कि फेरि यहाँ चाहिँ राम्रो रहेछ घर सफा रहेछ त्यहाँ बगैँचा यत्तिको सफा हुनु पऱ्यो क्या सबै अनि त्यो हेरेपछि होइन अरूले मान्छेहरूले नि त्यस्तै गर्न मन लाग्छ नाच्नु घरमा हामी यहाँ मालाको बोट प्रवेश हुँदैछ मालाको यहाँ बगैँचामा यही हो तपाईँको बगैँचा यो हो यसमै फल्ने 6 सुरे 5 सुरे फाल्नु पर्ने तपाईँको 600 रहेछ हेर्नु त हाले उठ्यो पाउनु यो 5 सुरे 6 सुरे रहेछ यो लागि बवाल छ त्यहाँ होइन त्यो 400 हो कि त्यो 600 हो मलाई त थाहा छैन यसपालिदेखि फालेको बुट्टकै जङ्गलमा फेरि पनि यो ड्याडीले पठाएको यस यहाँ चाहिँ यसरी फालेको छ हेर्नु न यो पनि ड्याडीले पठाएको यो चाहिँ तिल्छु रोडी बोल्नु 500 अनि ऊ 400 500 फालेको चाहिँ यो यहाँ पनि फाल्छ 400 500 अब त्यो फालेको थियो अब देख्दैन आफूले त्यति ऊ छ आएको यो त अनि 500 400 त फर्सीको दाना जस्तो हुन्छ नि त्यसलाई बाहिर बाहिर छुट्टिन्छ होइन यो पनि त्यस्तो हुन्छ कोहीको चाहिँ छुट्टिन्छ होइन कोहीको चाहिँ छुट्टिँदैन त्यो माथिको चाहिँ त्यति देख्दैन माललाई चाहिँ लगाएर राख्नुपर्छ बेसरी रोप्न रोप तपाईँको पनि टन्नै रहेछ त यो पनि हो 300 अनि यो पनि हो यहाँ पनि फलिरहेको छ यो पनि हो अनि ड्याडीले पठाएको यो पनि हो यसपालि फाल्यो यो अनि एउटा चाहिँ अस्तिको पहिरोले ऊ तल पुर्याएछ यहाँ थियो त्यो तपाईँको तल पुर्याइदिन्छ तीनवटा बाँकी छ त्यो पनि काट्ने होइन यसपालि आएर ऊ कति आएर 15वटा रोप्यो ऊ 15वटा अब यो त्यसको पनि रोपिसकेको गरेको छु मैले यत्तिको माला चाहिँ ठिकै हो क्या ड्याडीले पठायो यो पनि हो नि माथि अस्तिको पहिरोले ऊ माथि थियो यहाँ लिएर आएर आएको यो पनि सोमसुर भनेर रोपेको अहिले सोमसुर भेली होइन सोमसुर भनेर रोपेको
सुन्तुर भनेको एक 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 झ्याङलाई कसरी लाग्यो बिरुवा 4-5 फल्ने 4-5 फल्ने 1500 2000 1000 त्यति हजार कम चाहिँ भेट्दैन हो नि फुटा त ल 500 ल ट्याप्प तिर्नु त 3 र 4 छुटाएँ मैले नि 5 दिन छुटाउनु सकेन है 500 तिर्नु त ल छ भने समाधान ल 500 छुटा ल तिर्नु त ल 3 चाहिँ मैले पनि छुटाएँ 3 र 4 चाहिँ हेरी तिर्नु त यसपालि 500 नफल्ने अर्को साल चाहिँ 6 फल्छ अनि योपालि छैन खासै त्यो कति सूर्य हाल्यो त्यो त त्यो मोटो छ आज पनि खतरा बुद्धचित्त एक्सप्लोर हानियो चिगातिर हामी यहाँ पुरै पाराले जा पुरै हेप्पाल ओदे गाउँला यो चाहिँ अहिले भर्खर मैले टिपेको रुखको हल्की जस्तो भएको छ मलाई भुइँ चाहिँ मिलेको छैन एउटाको कति एउटाको कति मैले अहिलेसम्म व्यापार गरेको छैन छोरो अब छोरोले हेरेर दिनु ल एउटा खाना मिल्छ मिलिहाल्छ नि बगे झै लाग्यो आकाशैमा एउटै झै लाग्यो ए बाजेको बजाङ छामा